साल वैशाख महीनाको 19 गते शनिबार सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन ललितपुर सुनचाँदी व्यवसायी संघका श्रद्धेय अध्यक्ष हाम्रो जुजा यस विषम परिस्थितिमा हामीले केही भन्नै पर्ने केही गर्नै पर्ने भएको कारणले गर्दा आजको यस कार्यक्रम गर्न हामी गइरहेका छौँ। पक्कै पनि मानिसहरू एकदम व्यस्तताको बावजुद पनि हामीले आज कार्यक्रम गर्ने समय मिलेको छ। पक्कै पनि जति पनि हामीले बोलाएका मानिसहरू हुनुहुन्छ अघि गएर पनि फेरि फर्किने हामीले चाहिँ बाचा उहाँहरूले चाहिँ गरी जानुभएको छ। पक्कै पनि उहाँहरू चाहिँ आउने हुन्छ होला। हाम्रो खरेन्द्र सर चाहिँ नेपालगञ्जबाट अन्डवे भनेर भन्नुभएको छ। उहाँ पनि पक्कै पनि यस नहेरेको हामीले चाहिँ पाउनुभएको छ। पक्कै पनि यो अहिले आएको नयाँ सरकारले यस क्षेत्रको समग्र विकासको लागि केही न केही योगदान गर्नुहुन्छ र केही न केही नीतिगत रूपमा सुधार गर्नुहुन्छ भन्ने हेतुले आजको कार्यक्रममा हामीले चाहिँ भन्नै पर्ने र गर्नै पर्ने एउटा बुदाको रूपमा हामीले चाहिँ यहाँ चाहिँ पेश गर्न चाहन्छौँ। यसै आर्थिक वर्ष 83-84 को बजेट 2081 देखि सुन चाँदी गरगहनामा लगाइएका 2% विलासिता तथा बहुमूल्य तथा अर्ध बहुमूल्य पत्थरमा लगाएको 2% कर तथा 13% मूल्य अभिवृद्धि कर भ्याट यथाशीघ्र हामीले चार गर्न चाहँदा खारेज हुनै पर्ने हाम्रो प्रथम माग रहेको छ। त्यसै गरी नेपाल र छिमेकी राष्ट्रहरूमा सुन चाँदीमा लाग्ने भंसार दर र विलासिता कर समेतको कारणले गर्दाखेरि अनौपचारिक व्यापारले बढावा पाउने हुँदा सुन चाँदीमा लाग्दै आएको भंसार दरमा अधिकतम 5% चाहिँ कायम हुनुपर्छ भन्ने हाम्रो माग छ। जुन यो भंसार दरको व्यापक चाहिँ समायोजन चाहिँ फरक भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ असीमित चाहिँ कारोबार हुने देखेको कारणले गर्दाखेरि यसमा चाहिँ भंसार दर चाहिँ लगभग समायोजन हुनुपर्छ भन्ने हाम्रो जोरदार माग छ। त्यसै गरी बैंकले निश्चित समयमा मात्रै सुन आयात गर्ने गर्दछ, तर विद्यमान व्यवस्था अनुसार भंसार दर भने सुनको मूल्यका कारण दिनदिनै फरक भइरहने भएकोले कारोबारमा कठिनाइ देखिन आएको छ। तसर्थ प्रत्येक 3 महिनाका लागि सरदरमा भंसार कायम गर्नुपर्ने र 3 महिनामा भंसार समायोजनको लागि भंसार दर पुनरावलोकन हुनुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ जोरदार माग रहेको छ। त्यसै गरी कच्चा त्यसै जिल्लाका अध्यक्षज्यूले चाहिँ सम्पूर्ण हाम्रो समस्याहरू भनिसक्नु भएको छ। तैपनि एउटा दुईवटा चाहिँ नि कुरा भन्नलाई म यहाँहरूलाई आफ्नो मनको कुराहरू पोख्न गइरहेको छु। वास्तविकमा हामी अस्ति अर्थ मन्त्रालय करिब हामीले 8-10 चोटि नै गइसक्यौँ। हामीले कुनै पनि सामाजिक सञ्जालमा राखेका छैनौँ, साथीहरूले थाहा पनि छैन होला। र हामीले चाहिँ लगभग चाहिँ 32 बुँडा प्लस अध्यक्षज्यूले तपाईँले दिनु पनि हुन्छ होला 32 बुँडाको सुझावहरू तपाईँले एकचोटि हेर्नुहोस् होइन। ती सुझाव एकदमै व्यावहारिक र अहिलेलाई चाहिने मात्रै सुझावहरू राखेको हुनाले त्यसमा चाहिँ तपाईँले मनन गरेर सम्बन्धित ठाउँमा अर्थमन्त्रीज्यू होइन अब अर्थ मन्त्रालयमा यहाँले राखियो भने एकदमै हामी चाहिँ त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै गर्न सक्ने कामहरू हामी अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दै म मेरो छोटो मन्तव्य यहीँ ठोक्याउँछु। नमस्कार। यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। अब सुन चाँदीको कुरा गर्दाखेरि यो व्यवसाय यो क्षेत्र यो सेक्टरको कुरा गरिराख्दाखेरि तपाईहरूले अघि थुप्रै कुराहरू राख्नु भएको छ। तर एउटा कुरा चाहिँ के सत्य हो र हामी सबैले बुझ्नुपर्छ भने यो देश हरेक वर्ष घाटाको बजेट ल्याइरहेको छ। हरेक वर्ष अघिल्लो वर्ष 19.5 खर्बको बजेट आयो। साधारण खर्चतर्फ तपाईँको 11.5-12 खर्ब, वित्तीय व्यवस्थापनमा पाउने 4 अर्ब अनि पुँजीगत खर्च विकास बजेटमा चाहिँ तपाईँको 4 खर्ब। राजस्व कति उठ्यो? तपाईँको चाहिँ 12-13 खर्ब पनि राजस्व उठेन। राजस्व नै उठ्यो। राजस्व उठेको पैसाले मुलुकको तलब दिन साधारण खर्च गर्न समेत नपुग्ने अवस्थामा यो देश छ।
राज्यको ढुकुटी तपाईँ हामीले अहिले हेऱ्यौँ भनेदेखि ढुकुटी रेतिएको अवस्था छ। तपाईँको घर चलाइराख्दाखेरि घर चलाउने मान्छे जो प्रमुख हुन्छ बुबा अथवा आमा, तपाईँको घरमा पैसा छ भने पो तपाईँले छोरालाई मोटरसाइकल किनिदिने हो कि छोरीलाई मोबाइल किनिदिने हो कि नाति नातिनालाई लुगा किनिदिने हो कि स्कुलमा भर्ना गर्ने हो कि वार्षिक चेक जाँच गराउने हो कि होटलमा गएर मोमो खुवाउने हो कि घुम्नलाई पोखरा लिएर जाने हो कि सारा योजना बन्छ। तपाईँहरूले राखेकै कन्टेन्ट, किनभने साह्रै हाँस्ने रमाइलो गर्ने रोमान्टिक भयो भने भावनात्मक भयो भने तपाईँको चाहिँ त्यो एकाउन्टेन्ट चाहिँ तपाईँको ढुकुटी उसले रित्याइदिन सक्छ। त्यो अर्थमन्त्री पनि अनपपुलर हुँदो रहेछन् कि जब करको दर दायरा यो घटाइदियो त्यो घटाइदियो सबै घटाइदियो भने पनि हामी सबै सुन्छौँ। तपाईँले भनेको कुराहरू हो भन्ने लाग्छ नि त, लाग्छ। तर अर्थमन्त्रीलाई गएर अर्थ सचिवलाई गएर त्यो राजस्वको मान्छेलाई गएर सोध्नुहोस्, उनले यति निर्दयी र निर्मोही हुन्छन् उनीहरू, हुनैपर्छ। त्यसैले मैले अहिले यहाँहरूले जति पनि माग गर्नु भएको छ धेरै व्यवहारिक कुराहरू छ। जस्तो म आफै क्याबिनेटमा हुँदा ल्याएको त्यो 5 लाखको कुरा छ, रामेश्वर खनाल हुनुहुन्थ्यो, त्यो हामीले बडो छलफल गऱ्यौँ। त्यसको उद्देश्य यो यहाँहरूको व्यवसायलाई समस्यामा पार्ने थिएन। त्यसको सिधा त्यति बेलाको उद्देश्य भनेको चुनाव नजिकै गरेको अवस्था थियो। अरू केही कुराहरूको कारणले त्यसलाई पहिला 10 लाख थियो र 5 लाखमा झारेको हामी क्याबिनेट हुँदैखेरि त्यो निर्णय गरेको हो। तर अब जुन 10 लाखको सिलिङको कुरा अहिले गर्नु भएको छ, पक्कै पनि आनाको 3 लाख सुरु पुँजी पुगिसक्यो, अघि भनिसक्नुभयो। अब 5 लाख भन्दा क्यास दिन पाइँदैन। अब अहिले 10 तोलै सुन त मान्छेले नदेला, तर 2 देखि 3 तोला सुन त पक्कै पनि बिहाबारीमा जान्छ होला होइन। औँठी दिनु पर्यो, के दिनु पर्यो, तिलरी दिनु पर्यो, मङ्गलसूत्र दिनु पर्ला, के पर्ला भनेपछि 6 लाखकै 2 तोला सुन दियो भने 6 लाख हुन्छ। एउटा त चेक काट्नै पर्यो। त्यस कारणले गर्दाखेरि यो कति व्यवहारिक समस्या कन्सर्न चाहिँ कुरा गर्छौँ र यसको लागि केही न केही समाधान निकालौँला यहाँहरूले पनि राख्नु भएको छ। मेरो चिन्ताको विषय चाहिँ के हो भने यो सरकारले 15 लाख नयाँ रोजगारी सृजना गर्ने भनिरहेको छ। तर म गलत छैन भने अध्यक्षज्यूले मलाई करेक्सन गर्नु होला, तेजरत्न सरले नि गर्नु होला कि मेरो अनुमानमा मैले सुनेसम्म झन्डै 2 लाख भन्दा बढी कारिगरहरू बाहिरबाट छन् होला, विदेशी। हाम्रो खास गरेर अब पाकिस्तान, बङ्गलादेश, इन्डिया कताबाट छ नि कारिगरहरू छन्। हाम्रो आफ्नै देशमा कारिगर हामीले बनाउन सकेका छैनौँ। आज रोजगारीको कुरा गरिराख्दाखेरि हाम्रो पैसा लाने कारिगरहरू जो बिहानदेखि 24 घण्टा मेहनत गरेर राम्रै पैसा लगिरहेको पनि होला, खोइ त हामीले कारिगर बनाउन सकेको। पाउनै